कल्पना गरौँ है, कुनै एकदमै विश्वप्रख्यात मास्टर सेफसँग भान्सामा सँगै समय बिताउने एउटा विशेष मौका मिल्यो रे। ओहो, त्यो त गजब हुन्छ नि। हो नि। अनि उहाँले पकाएको खानाले त संसारभरि तहल्का नै मचाएको छ नि त। अब त्यो भान्सामा पुगेपछि के सिक्ने त? सामान्य तरकारी काट्ने वा भाँडा माझ्ने शैली त पक्कै होइन। पक्कै पनि होइन। जो कोहीले पनि त्यो सेफको सबैभन्दा गोप्य मसला भनौँ न त्यो सिक्रेट ससको रेसिपी नै माग्छ, जसले त्यो खानालाई त्यति जादुई बनाउँछ नि। एकदम सही। आजको यस गहिरो अध्ययनमा हामी यस्तै एउटा सिक्रेट ससको खोजी गर्दैछौँ। अब इतिहासकै सबैभन्दा प्रभावकारी मानिएका व्यक्ति येशू ख्रीष्टको जीवनलाई हेर्दा एउटा अचम्मको दृश्य देखिन्छ क्या। उहाँका चेलाहरूले उहाँले पानीमा हिँडेको देखे, हजारौंलाई एउटै रोटीले अगाएको देखे अनि उहाँका उत्कृष्ट प्रवचनहरू पनि सुने। तर चाखलाग्दो कुरा के छ भने नि, उनीहरूले कहिल्यै प्रभु हामीलाई चमत्कार गर्न सिकाउनुहोस् वा प्रवचन दिन सिकाउनुहोस् भनेनन्। लुका 11:1 उनीहरूले एउटै कुरा मागे, प्रभु हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्। मतलब उनीहरूले त्यो सिक्रेट सस पत्ता लगाइसकेका थिए। एकदम। चेलाहरूले यो कुरा राम्ररी बुझेका थिए कि येशूले बाहिर देखाउने जति पनि चमत्कार र अधिकार थिए, त्यसको मूल स्रोत उहाँको भित्री जीवन थियो। जब येशू प्रार्थना गरेर उठ्नुहुन्थ्यो, उहाँमा एउटा अद्भुत शान्ति र परमेश्वरप्रतिको गहिरो समर्पण देखिन्थ्यो। हो। आज हामी पास्टर कार्ल सिल्वाको येशूसँग प्रार्थनाको विद्यालयमा अर्थात् विथ जीसस इन द स्कुल अफ प्रेयर र सेक्रेड इकोजको नेपाली सिहावलोकनलाई आधार मानेर यही विषयको चुरो कुरो निकाल्नेछौँ। विशेष गरी नेपाली सन्दर्भमा परमेश्वर, प्रार्थना र जागृति जस्ता शब्दहरूले कसरी एउटा नयाँ आध्यात्मिक गहिराई ल्याउन सक्छन् भन्ने कुरा पनि आजको हाम्रो मिसन हो। जकरिया 12:10ले पवित्र आत्मालाई अनुग्रह र बिन्तीको आत्मा भनेको छ। यसको अर्थ प्रार्थना भनेको आफ्नै बलले गर्ने कुनै प्राविधिक काम होइन। यो त पवित्र आत्माको सहयोगमा गरिने एउटा गहिरो संगति हो। ठिक छ। अब प्रार्थनाको यो विद्यालयमा प्रवेश गर्नु अघि नि मलाई सधैँ खट्किने र अलिकति अल्मल्याउने एउटा कुराबाट सुरु गरौँ है। हुन्छ, भन्नुहोस् न। यदि येशू आफै ईश्वरीय हुनुहुन्थ्यो, अर्थात् उहाँ स्वयं परमेश्वरको पुत्र हुनुहुन्थ्यो भने उहाँलाई यति धेरै प्रार्थना किन आवश्यक पर्यो? सुन्दा त यो आफैलाई फोन गरेर कुरा गरे जस्तो पो सुनिन्छ त। सुन्दा त्यस्तै लाग्छ। हो नि, उहाँसँग त सम्पूर्ण ईश्वरीय शक्ति पहिल्यैदेखि थियो। उहाँले किन घण्टौसम्म प्रार्थनामा समय बिताउनु पर्थ्यो? यो धेरैले सोध्ने तर एकदमै महत्त्वपूर्ण प्रश्न हो। हामी अक्सर के सोच्छौँ भने अब येशू ईश्वरीय हुनुभएकोले पृथ्वीमा उहाँको जीवन एकदमै सजिलो थियो होला। मानौ भोक लाग्दा वा गेतसमनीको बगैँचामा अकल्पनीय पीडा हुँदा उहाँको ईश्वरीय स्वभावले त्यो दुखाइलाई कुनै पेनकिलरले जस्तै कम गरिदियो होला। हामी साधारण मानिसले त त्यस्तै सोच्छौँ नि। तर यथार्थ त्यस्तो थिएन। उहाँको ईश्वरीय स्वभावले उहाँको मानवीय आवश्यकतालाई अलिकति पनि कम गरेन। उहाँ पूर्ण रूपमा मानिस भएर जिउनुभयो। यसलाई धर्मशास्त्रीय भाषामा केनोसिस अर्थात् आफूलाई रित्याउने कार्य भनिन्छ। पक्नुस् है त, म यहाँ अलिकति असहमत भएँ। उहाँले आफूलाई पूर्ण रूपमा रित्याउनु भएको थियो र उहाँ हामी जस्तै साधारण मानिस हुनुहुन्थ्यो भने उहाँले पानीमा हिँड्ने, बिरामी निको पार्ने जस्ता चमत्कारहरू चाहिँ कसरी गर्नुभयो त? हामी त त्यसो गर्न सक्दैनौँ। के उहाँले बेला बेलामा आफ्नो ईश्वरीय शक्तिलाई एउटा भनौँ न चिटकोडको रूपमा प्रयोग गर्नुभएको थिएन र? भिडियो गेममा जस्तै गाह्रो पर्दा चिटकोड हाल्ने। यो एकदम गहिरो तर्क हो। तर कुरा के हो भने येशूले पृथ्वीमा हुँदा आफ्नो ईश्वरीय शक्तिहरूको स्वतन्त्र प्रयोगलाई पुरै त्याग्नु भएको थियो। उहाँले जति पनि चमत्कारहरू गर्नुभयो ती आफ्नै ईश्वरीय चिटकोड प्रयोग गरेर होइन, तर पवित्र आत्माको शक्ति र पिता परमेश्वरसँगको पूर्ण निर्भरताबाट गर्नुभएको थियो। भनेपछि आफ्नै शक्तिले होइन? होइन। जसरी एउटा साधारण मानिस आफ्नो सास फेर्न हावामा निर्भर हुन्छ, त्यसरी नै येशू आफ्ना दैनिक आवश्यकताहरू, शक्ति र हरेक चमत्कारका लागि प्रार्थना मार्फत परमेश्वरमा भर पर्नुहुन्थ्यो। त्यसैले उहाँको लागि प्रार्थना कुनै धार्मिक कर्मकाण्ड थिएन, त्यो त उहाँको जीवनको अक्सिजन नै थियो। यदि उहाँले आफ्नै शक्ति प्रयोग गर्नु भए त प्रार्थनाको आवश्यकता नै पर्ने थिएन नि। एकदम सही।
त्यही भएर उहाँलाई प्रार्थना यति धेरै चाहिएको हो। ओहो, यो त साँच्चै नै आँखा खोल्ने कुरा पो रहेछ। भनेपछि उहाँले आफ्नो सुपर पावरलाई छेउमा राखेर पूर्ण मानवीय कमजोरी र सीमितताहरूका बीचबाट केवल प्रार्थनाको भरमा त्यो जीवन जिउनुभयो। यदि त्यस्तो हो भने त उहाँलाई हरेक कदममा प्रार्थनाको आवश्यकता पर्ने नै भयो। तर फेरि अर्को व्यवहारिक प्रश्न उठ्छ यहाँ। दिनभरि हजारौं मानिसको भिड, निरन्तरको यात्रा, बिरामीहरूको चाप, यस्तो अवस्थामा उहाँले प्रार्थनाको लागि समय र शान्त वातावरण कसरी पाउनुभयो त? हो, यहीँनिर येशूको प्रार्थनाको भूगोल र ज्यामिति एकदमै रोचक बन्छ क्या। उहाँले प्रार्थनालाई कहिल्यै पनि समय मिल्यो भने गर्ने कुराको रूपमा लिनु भएन। उहाँले 3 प्रकारका एकान्तहरू अर्थात् सलिच्युडको अभ्यास गर्नुभयो। 3 प्रकारका? समयको एकान्त, स्थानको एकान्त र आत्माको एकान्त। समयको एकान्तको कुरा गर्दा उहाँका सबैभन्दा गहिरा प्रार्थनाहरू रातको समयमा भएका थिए। यूहन्ना 17 को प्रार्थना मध्यरात अघि मन्दिरको ढोकामा भएको थियो र मत्ती 26 को त्यो गेत्समनीको हृदय विदारक प्रार्थना मध्यरात पछि भएको थियो। उहाँ अक्सर बिहान सबेरै उठेर पनि प्रार्थना गर्नुहुन्थ्यो। अनि स्थानको एकान्तका लागि चाहिँ उहाँ प्राय पहाड, मरुभूमि र बगैँचाहरू जस्ता ठाउँमा जानुहुन्थ्यो, होइन त? हो नि। अनि शारीरिक मुद्राको कुरा गर्दा उहाँ कहिले उभिएर, कहिले घुण्डा टेकेर र कहिले पुरै घोप्टो परेर प्रार्थना गर्नुहुन्थ्यो भन्ने कुरा देखिन्छ नि स्रोतहरूमा। एकदम। मत्ती 6.6 ले भने जस्तै गोप्य प्रार्थनाले खुला प्रतिफल ल्याउँछ भन्ने कुरा उहाँको जीवनमा स्पष्ट देखिन्छ। परमेश्वरसँग एकान्तमा बिताएको समयले नै उहाँलाई भिडको अगाडि उभिने शक्ति दिन्थ्यो। तर मलाई सबैभन्दा अचम्म लागेको कुरा चाहिँ त्यो तेस्रो एकान्त अर्थात् आत्माको एकान्त हो। लुका 9.18 मा एउटा गजबको दृश्य छ क्या। त्यहाँ के छ भने त्यहाँ येशू भिडभाड र साथीहरूका बीचमा हुनुहुन्थ्यो, तर पनि उहाँ प्रार्थनामै लीन हुनुहुन्थ्यो। यो भनेको कस्तो भने मानो एकदमै कोलाहाल भएको बजारमा कसैले नोइज क्यान्सेलिङ हेडफोन लगाएर पूर्ण शान्ति महसुस गरिरहेको छ। वाउ, क्या राम्रो उदाहरण। बाहिर जतिसुकै हल्ला वा तनाव किन नहोस्, भित्र पूर्ण मौनता र परमेश्वरसँगको कनेक्सन चलिरहेको छ। अनि अघिको त्यो शारीरिक मुद्राको कुरा गर्दा नि मलाई एउटा कुराले एकदमै चिमोट्छ। के कुराले? यदि पूर्ण रूपमा पाप रहित परमेश्वरका पुत्र आफै धुलोमा घोप्टो परेर निधार भुइँमा राखेर प्रार्थना गर्नुहुन्छ भने हामी साधारण र कमजोरीले भरिएका मानिसहरूले चाहिँ मोबाइलको स्क्रिन हेर्दै क्याजुअली प्रार्थना गर्दा कस्तो देखिन्छ होला? यसले त हाम्रो नम्रताको स्तरलाई नै चुनौती दिन्छ नि। पक्की पनि यसले प्रार्थनामा हाम्रो गम्भीरता कति हुनुपर्छ भन्ने देखाउँछ। अब अघि उठान भएको भिडभाड र व्यस्तताको सन्दर्भमा जाउँ। यो आजको युगको लागि सबैभन्दा सान्दर्भिक कुरा हो जस्तो लाग्छ मलाई। हो नि, आजकल मानिसहरूलाई कस्तो छ भने म यति व्यस्त छु कि सास फेर्ने फुर्सद छैन, प्रार्थना गर्ने त कुरै छोडौं। म आफै पनि कहिलेकाहीँ त्यस्तै महसुस गरेकी हुन्छु। तर येशूको सिद्धान्त ठ्याक्कै उल्टो देखिन्छ। उहाँको दैनिकी हेर्दा त म यति धेरै व्यस्त छु कि म प्रार्थना नगरी बस्ने सक्दिनँ भन्ने जस्तो पो देखिन्छ त। उहाँले कुन कुन समयलाई प्रार्थनाको लागि छनौट गर्नुभयो भन्ने कुरा एकदमै विचारणीय छ। यो एउटा ठूलो प्याराडाइम शिफ्ट हो। हामी व्यस्त हुँदा प्रार्थना छोड्छौं, तर येशू व्यस्त हुँदा झन् धेरै प्रार्थना गर्नुहुन्थ्यो। उहाँले प्रार्थनाको लागि छनौट गरेका विशेष परिस्थिति र ट्रिगरहरू हेरौँ न। हेरौँ। पहिलो कुरा, उहाँको बप्तिस्माको समयमा लुका 3 मा भनिएको छ, जब उहाँ प्रार्थना गर्दै हुनुहुन्थ्यो तब स्वर्ग खुल्यो। तर त्योभन्दा पनि चाखलाग्दो कुरा उहाँ लोकप्रियताको शिखरमा हुँदाको घटना हो। लुका 5.16 मा स्पष्ट भनिएको छ कि जब उहाँको चर्चा जताततै फैलियो र मानिसहरूको ठूलो भिड उहाँलाई सुन्न र निको हुन आउन थाल्यो, येशू भने एकान्तमा गएर प्रार्थना गर्नुहुन्थ्यो। यो लोकप्रियताको कुरा चाहिँ साँच्चै गजबको छ है। किन र? साधारणतया मानिसहरू जब सफल हुन्छन्, चर्चित हुन्छन्, तब उनीहरू पार्टी गर्छन् वा त्यो सफलताको उत्सव मनाउँछन् नि त। मानिसको स्वभाव नै त्यस्तै हुन्छ। अलिकति सफलता मिल्यो कि हामी मात्तिन थाल्छौं, घमण्ड आउन थाल्छ। हो नि। तर येशूले त्यो जनसमर्थन र सफलताको मादकतालाई आफूमा हावी हुन नदिन सिधै एकान्त मरुभूमि रोज्नुभयो। उहाँले त्यो सफलतालाई पचाउन पनि प्रार्थनाको सहारा लिनुभयो। कति सुन्दर विश्लेषण। सफलताको भ्रमबाट बच्ने एकमात्र उपाय परमेश्वरसँगको संगति हो भन्ने उहाँले बुझ्नुभएको थियो। त्यसैगरी जीवनका ठूला निर्णयहरू अघि पनि उहाँको यही अभ्यास थियो।
संसारको इतिहास बदल्ने 12 चेला छान्नु अघि उहाँले रातभर प्रार्थना गर्नुभयो। रातभरि नै? रातभरि। अनि ठूला उपलब्धिहरूपछि पनि प्रार्थनालाई निरन्तरता दिनुभयो। चाहे त्यो हजारौंलाई खुवाएपछि होस्, पानीमा हिँडेपछि होस् वा लाजरसलाई मृत्युबाट ब्युताएपछि होस्। यहाँनिर नि म एउटा तुलना गर्न चाहन्छु। हामीलाई कुनै सानो निर्णय गर्नु पर्यो वा मनमा अलिकति तनाव भयो भने हामी रातभरि कि त चिन्ताले यताउता पल्टेर सुत्न सक्दैनौँ कि त मोबाइलको स्क्रिनमा निरन्तर स्क्रोल गरिरहेका हुन्छौँ। हामी हाम्रो रातको समय चिन्तालाई दिन्छौँ। तर येशूले त्यही रातको समय परमेश्वरसँगको कनेक्सन र ऊर्जा प्राप्त गर्नका लागि प्रयोग गर्नुभयो। एकदम सही। अनि त्यो रूपान्तरणमा ट्रान्सफिगुरेसनको घटनाको कुरा गर्दा मलाई पहिले लाग्थ्यो त्यो डाँडामा अचानक भएको कुनै ईश्वरीय जादु होला। तर त्यहाँ पनि प्रार्थनाकै भूमिका थियो र? हो, लुका 9मा त्यो घटनाको स्पष्ट विवरण छ। येशू प्रार्थना गर्नकै लागि डाँडामा उक्लनु भएको थियो। त्यहाँ स्पष्ट रूपमा देखिन्छ कि प्रार्थना कारण थियो र रूपान्तरण प्रभाव थियो। उहाँ प्रार्थना गर्दै गर्दा उहाँको अनुहारको रूप परिवर्तन भयो। र सबैभन्दा हृदयस्पर्शी कुरा के छ भने नि, गहिरो दुःख र मृत्युको घडीमा पनि उहाँले प्रार्थना छोड्नु भएन। क्रुसमा आफ्नो अन्तिम सास फेर्दै गर्दा पनि उहाँ प्रार्थना नै गर्दै हुनुहुन्थ्यो। जीवनको हरेक ऋतुमा, चाहे त्यो सफलता होस्, निर्णय होस् वा मृत्यु, उहाँको निरन्तर प्रतिक्रिया भनेकै प्रार्थना थियो। अब यहाँनिर एउटा ठूलो प्रश्न आउँछ जसले मलाई सधैँ सोच्न बाध्य बनाउँछ। हामीले उहाँ कहाँ र कहिले प्रार्थना गर्नुहुन्थ्यो भनेर त हेर्यौं, तर ती रातभरिका लामा लामा प्रार्थनाहरूमा येशूले आखिर के कुरा गर्नुहुन्थ्यो होला? हाम्रो प्रार्थना अक्सर एउटा ग्रोसरी लिस्ट जस्तो हुन्छ नि। परमेश्वर, मलाई यो चाहियो, मेरो यो काम बनाइदिनुहोस्, मलाई त्यो दुःखबाट निकाल्नुहोस्। प्राय त्यस्तै हुन्छ। यदि मैले रातभरि प्रार्थना गर्नु भने त 15 मिनटमा मेरो माग्ने कुराहरूको लिस्ट नै सकिन्छ। तर येशूले रातभरि के माग्नुहुन्थ्यो? यो एकदम रमाइलो तर गम्भीर प्रश्न हो। येशूको प्रार्थनाको प्रकृति हाम्रो भन्दा नितान्त फरक थियो। उहाँको प्रार्थनामा आफ्ना व्यक्तिगत आवश्यकताहरू माग्ने कुरा निकै कम हुन्थ्यो। उहाँको प्रार्थनाको मुख्य केन्द्रबिन्दु परमेश्वरको महिमा थियो। महिमा? यूहन्ना 17:4मा उहाँले भन्नुभयो, मैले पृथ्वीमा तपाईको महिमा गरेको छु। अर्को फरक कुरा के थियो भने उहाँको प्रार्थनामा पापको स्वीकारोक्ति कहिल्यै थिएन, किनकि उहाँ पूर्ण रूपमा पापरहित हुनुहुन्थ्यो। यूहन्ना 8:29मा उहाँले भन्नुभएको छ कि उहाँले सधैँ पितालाई मनपर्ने काम मात्र गर्नुहुन्छ। भनेपछि उहाँको प्रार्थना कुनै मागहरूको सूची थिएन। यो त कुनै साथीलाई काम परेको बेला मात्र फोन गरेर मलाई यो सहयोग चाहियो भन्नुको साटो सँगै समय बिताउन, कुराकानी गर्न र सम्बन्ध गहिरो बनाउन मात्रै घण्टौंसम्म सँगै बसे जस्तो पो भयो, होइन र? ठ्याक्कै त्यही हो। मागहरू वा पिटिसन भन्दा पनि कम्युनियन अर्थात् घनिष्ठ संगतिले उहाँको प्रार्थनामा बढी ठाउँ लिन्थ्यो। उहाँ पितासँग समय बिताउन मात्रै पनि रातभर जागा रहन सक्नुहुन्थ्यो। साथै उहाँको प्रार्थनामा मध्यस्थता अर्थात् अरूको लागि गरिने प्रार्थनाले ठूलो भूमिका खेलेको देखिन्छ। अरूको लागि? जस्तै उहाँले पत्रुसको लागि व्यक्तिगत रूपमा प्रार्थना गर्नुभयो। लुका 22मा उहाँले पत्रुसलाई भन्नुहुन्छ, शैतानले तिमीहरू सबैलाई गहुँ जस्तै निफड्न खोजेको छ, तर मैले तिम्रो विश्वास नघटोस् भनेर तिम्रो लागि प्रार्थना गरेको छु। र क्रुसमा झुन्डिएको बेला आफूलाई क्रुसमा टाङ्ने शत्रुहरूको लागि उहाँले गरेको क्षमाको मध्यस्थता त इतिहासकै सबैभन्दा शक्तिशाली क्षण हो नि। यो मध्यस्थताको कुरा गर्दा एसडी गोर्डनको त्यो भनाइलाई हामी यहाँ छुटाउनै सक्दैनौँ। कुन भनाइ? उनले येशूको जीवनलाई यति सुन्दर ढङ्गले सारांशित गरेका छन्। उनले लेखेका छन्, 30 वर्षको जीवन, 3 वर्षको सेवा, योग मृत्युको कार्य, तर 1900 वर्षदेखिको निरन्तर प्रार्थना। यो सुन्दा त साँच्चै आङसिरिङ्ग हुन्छ क्या। पृथ्वीमा उहाँको समय निकै सीमित थियो, तर उहाँको मध्यस्थताको प्रार्थना आजसम्म पनि निरन्तर चलिरहेको छ। एकदम। यो भनाइले प्रार्थनाको अनन्त महत्त्वलाई दर्शाउँछ। पृथ्वीमा उहाँले गर्नुभएको 3 वर्षको सेवाको तुलनामा हिब्रू 7:25ले स्पष्ट पार्छ कि उहाँ आज पनि विश्वासीहरूका लागि निरन्तर मध्यस्थता गरिरहनु भएको छ। यसले के देखाउँछ भने प्रार्थना भनेको कुनै एउटा सकिने कार्य मात्र होइन, यो त एउटा निरन्तर अवस्था हो। यति धेरै गहिरो कुराहरू सुनेपछि अब यो 2000 वर्ष पुरानो प्रार्थनाको विद्यालयको सिद्धान्तलाई आजको हाम्रो आधुनिक र व्यस्त जीवनमा कसरी लागू गर्ने भन्ने प्रश्न पक्कै उठ्छ नि।
किनकि येशूको यो स्तरको समर्पण देख्दा हामीलाई कहिलेकाहीँ म त कहिले यस्तो गर्न सक्दिनँ भनेर निराशा पनि लाग्न सक्छ क्या। हामीले यसलाई व्यावहारिक रूपमा कसरी सुरु गर्ने त? यो एकदमै महत्त्वपूर्ण पक्ष हो र यसले हामीलाई धेरै आशा दिन्छ। पास्टर कार्ल सिल्वाले आफ्नो एकदमै व्यक्तिगत र इमान्दार अनुभव साझा गर्नुभएको छ स्रोत सामग्रीमा, जसले यो कुरालाई एकदमै व्यावहारिक बनाउँछ। के भन्नुभएको छ उहाँले? उहाँ भन्नुहुन्छ, समूहमा हुँदा वा चर्चमा अरूसँग हुँदा आँखा चिम्लेर लामो समय प्रार्थना गर्न उहाँलाई सजिलो हुन्छ, किनकि अरूको प्रार्थनाले ऊर्जा दिन्छ। तर एक्लै हुँदा, कोठामा आँखा चिम्लेर बस्दा कहिलेकाहीँ निदाउने समस्या उहाँले भोग्नुभयो। मलाई लाग्छ यो समस्या हामीमध्ये धेरैले भोगेका छौँ। प्रार्थना गर्न बस्यो, 5 मिनटमै निद्रा लाग्न थाल्छ। अनि हामी आफूलाई एकदमै खराब विश्वासी सम्झेर दोषी महसुस गर्न थाल्छौँ नि त। र परमेश्वरसँग कुरा गर्दै प्रार्थना गर्न थाल्नुभयो। यसलाई उहाँले वाकिङ एन्ड टकिङ विथ गड भन्नुभएको छ। हिँड्दै कुरा गर्दै? यसरी खुल्ला हावामा हिँड्दै परिवार, मण्डली र मिसनरीहरूका लागि प्रार्थना गर्दा उहाँले सबैभन्दा बढी ध्यान केन्द्रित भएको अनुभव गर्नुभयो। यसले हामीलाई एउटा ठूलो राहत दिन्छ कि प्रार्थनाको कुनै एउटै मात्र सही शारीरिक मुद्रा वा निश्चित स्थान हुँदैन। साँच्चै यो कुराले मलाई व्यक्तिगत रूपमा पनि ठूलो राहत दियो। किनकि अक्सर हामी के सोच्छौँ भने प्रार्थना भनेको सधैँ एउटा शान्त कोठामा मूर्ति जस्तै अचल बसेर आँखा चिम्लेर मात्र गरिन्छ। तर यो त आफ्नो अध्ययन गर्ने वा काम गर्ने शैली पत्ता लगाए जस्तै पो रहेछ नि। एकदम। कसैलाई पढ्नको लागि एकदम शान्त पुस्तकालय चाहिन्छ भने कसैलाई हल्का कोलाहल भएको कफी शपमा बढी ध्यान केन्द्रित हुन्छ। जसरी भए पनि मुख्य कुरा जोडिनु हो। एकदम सही। शैली जे भए पनि मुख्य कुरा परमेश्वरसँगको त्यो घनिष्ठ संगति कायम राख्नु हो। यर्मिया 29:11 को प्रतिज्ञा पनि यही नै आउँछ। तिमीहरूले सम्पूर्ण हृदयले मलाई खोज्यौ भने भेटाउनेछौ। साथै यो संगतिलाई व्यवहारमा उतार्न समूह गतिविधिहरू पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। जस्तै दिनमा 15 मिनेट मात्र भए पनि एकान्तमा प्रार्थना गर्ने अभ्यास गर्नु र एक अर्कालाई प्रार्थनाका उत्तरहरूको गवाही बाँड्नुले हाम्रो आध्यात्मिक जीवनलाई अझ बलियो बनाउँछ। साँच्चै यो सबै कुरालाई एकै ठाउँमा ल्याएर हेर्ने हो भने येशूसँग प्रार्थनाको विद्यालयमा भन्ने यस अध्ययनबाट हामीले सिक्रेट सस के हो भनेर मजाले बुझ्यौं। हामीले प्रार्थनाका विभिन्न स्थानहरू, समयहरू र शारीरिक मुद्राहरूको बारेमा छलफल गर्यौं। तर यी सबैको केन्द्रमा एउटै कुरा छ, परमेश्वरसँगको निरन्तर सम्पर्क वा कम्युनियन। र जब कुनै व्यक्ति वा समुदाय यो गहिरो संगतिमा प्रवेश गर्छ, त्यो नै वास्तविक आध्यात्मिक जागृतिको लागि एक अपरिहार्य जग बन्छ नि। निष्कर्षमा भन्नुपर्दा हाम्रो व्यस्त जीवनशैली, कहिलेकाहीँ प्राप्त हुने सफलताको मादकता वा जीवनका गहिरा दुःखहरूको सामना गरिरहँदा येशूले देखाउनु भएको यो ढाँचा एउटा बलियो मार्गदर्शन हो। प्रार्थना कुनै धार्मिक दायित्व वा नियम होइन, यो त जीवन बाँच्ने अक्सिजन हो। एकदम सही कुरा। अब आजको यो अध्ययनलाई अन्त्य गर्दै गर्दा मलाई एउटा विचारणीय प्रश्न छोड्न मन लाग्यो। भन्नुस् न। हामीले येशूले कसरी आफ्नो ईश्वरीय शक्तिलाई त्यागेर पूर्ण रूपमा पितामा निर्भर हुनुभयो भन्ने कुरा गर्यो नि। यदि इतिहासकै सबैभन्दा शक्तिशाली मानिएका व्यक्तिलाई सफलताको भ्रमबाट बच्न र अकल्पनीय दुःखलाई पार लगाउन परमेश्वरसँग यति धेरै निरन्तर सम्पर्क र प्रार्थना आवश्यक पर्थ्यो भने आजको यो आधुनिक युगमा हामीले विकास गरेको म आफै सबै थक गर्न सक्छु भन्ने आत्मनिर्भरता कतै एउटा ठूलो भ्रम त होइन? ओहो, गहिरो कुरा। सूचना र प्रविधिको यो बाढीमा, दौडधुप र व्यस्तताको नाममा कतै हामीले हाम्रो आफ्नै आध्यात्मिक प्रश्वासलाई नै रोकिरहेका त छैनौं? यो यस्तो प्रश्न हो जसले हामी सबैलाई एकछिन रोकेर सोच्न बाध्य बनाउँछ। आजको लागि हाम्रो यो गहिरो अध्ययन यहीँ टुङ्गिन्छ। यो विचारसँगै आजलाई बिदा हौं। भान्साको त्यो सिक्रेट सस कतै हामीले पनि छुटाएका त छैनौं? यसमा पक्कै विचार गर्नुहोला।